जाँदैछु तपाईँहरूको लागि। त्यही भएर म चाहिँ आज बाहिर घुम्न निस्केको छु कि, तर आज सन्डेको दिन चाहिँ यहाँ बिगारो छ, सबै बन्द छ। घुम्न निस्केको आज सबै पूजा भएर बाटो सुनसान जस्तै छ, सिटीहरू पनि सबै बिदा र मौसम पनि अलिकति राम्रो भएर, किनकि हिजो अस्ति चाहिँ रेगुलर पानी परिराखेको थियो, 3-4 दिनदेखि पानी नै रुकेको थिएन र आज चाहिँ पानी रुकेर म बाहिर घुम्न निस्केको। आज त्यो घुम्न निस्केको झन् आज नै सबै सुनसान रहेछ, मार्केटहरू सबै बन्द। अहिले चाहिँ यहाँको 9 बज्यो बिहानको, सबै अब मार्केटहरू बन्द छ, कहीँ कतै केही छैन। त्यही भएर म चाहिँ अब फेरि फर्केर म बस्ने होस्टलमा जाँदैछु, फर्केर रिटर्न। अब मेरो चाहिँ यहाँबाट होस्टल नजिकै छ, टाढो छैन। त्यही भएर होस्टलमा जाँदैछु। आज बिदाको दिन भएर सबै बन्द रहेछ त्यहाँ, मार्केटहरू सबै केही छैन। र आज मौसम सफा भएर पानी परेन भने चाहिँ दिउँसोतिर फेरि म फर्केर पार्कमा जानेछु घुम्नलाई। यहाँ जू पनि छ र पार्क पनि छ, जूतिर घुम्न जाँदैछु जानेछु। र मैले त्यहाँ जाने बेलामा तपाईँहरूलाई आएको पनि भिडियो बनाएर तपाईँहरूलाई देखाउने छु। म चाहिँ बस्ने त्यहाँ नजिकै छ। यो राम्रो रहेछ, राम्रो लाग्यो। हावापानी मौसम सबै राम्रो छ। यहाँ पनि यसरी परेवाहरू बिहान बिहान चर्न निस्केछ खानालाई भोक लागेर। यो चाहिँ गोयाबार, यहाँको म बस्ने ठाउँको गोयाबार। यो चाहिँ अब कतै उताको बाटो हुँदै घुम्न जाँदैछु। यो चाहिँ गोयाबार यहाँको। यहाँ चाहिँ यस्तो काम हुने गर्दो रहेछ, उनीहरूको रूपमा कुदाकुदै गर्छ। अब लगभग 10 देखि 15 सेकेन्डको ग्यापमा आउँछ। रहन्छ 10 देखि 15 सेकेन्डको बिचमा। त्यही भएर यहाँ चाहिँ जहाँ जान पऱ्यो भने सुविधा छ, सिटी घुम्नलाई एकदम राम्रो छ। ट्राममा घुम्न पाइन्छ, आफूले भनेको चाहेको ठाउँमा। र ट्रामको रुट आफूलाई थाहा हुनुपर्छ र आफू बस्ने लोकेसन थाहा भएपछि मजाले जहाँ पनि जान सकिन्छ, घुम्न सकिन्छ। राम्रो छ। म चाहिँ अब यहाँ आइपुगेँ। अब जाने चाहिँ म यता होइन, तर अब एकचोटि यहाँ बसेर यहाँको पनि भिडियो तपाईँहरूलाई देखाउने छु। ठिकै यो चाहिँ ब्याङ्क भन्दो रहेछ। यसरी चाहिँ म अब फर्केर फेरि जाँदैछु होटलमा। र आज र भोलि 2 दिन चाहिँ मेरो पनि बिदा छ, र पर्सि फेरि मेरो 1 दिन क्लास छ। त्यसपछि चाहिँ सकेपछि फेरि म पनि यहाँबाट सिफ्ट हुनेछु अर्को ठाउँ। यसरी चाहिँ म जाँदैछु। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूले
मेरो भिडियो हेरेर लाइक सेयर अनि मेरो च्यानललाई युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।